ओम शान्ति। हाम्रो धेरै पहिलादेखिको प्लान ओम शान्ति भिजिटमा जाने भनेर माउन्ट आबु। हामी फर्स्ट डे गयौँ, एक हप्ता अगाडि चाहिँ गयौँ हामी ओरिएन्टेसनको लागि। त्यसको नेक्स्ट मन्डेबाट चाहिँ हाम्रो ट्रिपको प्लान थियो। त्यही अनुरूप हामीले गोरखपुर गयौँ। गोरखपुरमा हामीसँग टाइम धेरै भएको कारणले गर्दाखेरि गोरखपुर धाम पनि घुम्यौँ। अनि त्यही दिनको राति, मन्डेकै राति ट्रेनको हामीसँग जर्नी स्टार्ट भयो र ट्रेनमा 2 दिन लगभग लाग्थ्यो। त्यहीमाथि नै 12 देखि 13 घन्टासम्मको यो डिले भएको कारणले गर्दाखेरि चाहिँ यति झन् रमाइलो भयो। नाच्दै गाउँदै भजन गाउँदै, अनि बिचबिचमा त कन्सर्ट पनि भएको छ। भाइ इन्डियन भाइ, नेपालीहरू भाइहरू आएर, अनि त्यसपछि त्यहाँ भेट भएका आन्टी अङ्कलहरूसँग एकदमै रमाइलो भयो। धेरैजनाको ट्रेनको जर्नी फर्स्ट टाइम भए पनि उहाँहरू पनि इन्जोय गर्नुभयो। हामी सँगसँगै सबै ग्रुप 18 जनाको ग्रुप थियो। गयौँ, कोही नाच्नु भएको छ, कोही खानु भएको छ, कोही सुत्तिरहनु भएको छ। यहाँ दिदीहरू हुनुहुन्छ नाच्दै गाउँदै भजन गाउँदै। त्यस्तै गरेर हाम्रो 2 दिन, हामी सेकेन्ड एन्ड थर्ड डेको बिहान पुग्नुपर्ने मान्छे, हामी लेट भएको कारणले गर्दाखेरि दिउँसोको 11:30 बजीतिर हेर्न सक्नुहुन्छ। अन्तखेरि पनि खेलेको बिचमा हामीले उहाँहरू चाहिँ गएको जयपुरको हुनुहुँदो र ट्रेन पनि यति स्लो चलेको थियो कि हामी फर्किँदाखेरि त हामी दङ पऱ्यौँ कि यति स्लो पनि चल्दो रहेछ भनेर। दिल्ली पुग्नै हामीलाई 2 दिन लाग्यो कि। बिचमा रोक्ने त कति हो, त्यही माथि स्लो ट्रेन। त्यो कारणले गर्दाखेरि पनि हामी जुन टाइममा पुग्नुपर्ने थियो त्यो टाइममा पुग्न सकेनौँ। र हेरौँ नेक्स्ट डेको के हुन्छ। अब हामी चाहिँ पुग्ने आँटेमा आयो। हामी थर्ड डेको दिउँसो पुगेर बिहान घुम्नुपर्ने पुग्यौँ। अनि त्यसपछि नयाँ ठाउँमा पनि यता साइडमा त नयाँ हो, फर्स्ट टाइम गएको। रमाइलो सानो सिटी, एकदम सानो सिटी। र ओम शान्तिको बिल्डिङ्सहरू देख्दाखेरि चाहिँ मलाई मेरो स्पोर्टको याद आयो, पहिलाको हस्टेलको हाई रेज बिल्डिङ, गेट र हामी फ्रेस भएर हामी मेन शान्तिवन भन्ने ठाउँ छ जुन मेन ओम शान्तिको, त्यहाँ गयौँ। धेरै समय एकदमै कम थियो हामीसँग, हामी यसै लेट पुगिरहेको थियौँ र बेलुकाको पनि सेसन सुरु हुने सेसन थियो। त्यो कारणले गर्दाखेरि 2 घन्टामा हाम्रो अलमोस्ट सबै घुम्नुपर्ने भएर हतार जता पनि हेऱ्यौँ, जति पनि हेऱ्यौँ एकदम हतारमै हेऱ्यौँ कि त्यो मजाले इन्जोय गरेर हेर्न पाएन। फेरि यहाँ आउन पनि नभ्याइने कन्डिसन थियो। अलिकति 8-10 किलोमिटर टाढै बसेको थियौँ। त्यो कारणले गर्दाखेरि पनि हामीले एक शान्तिवनको जुन इन्जोयमेन्ट लिनु पाइने थियो त्यो चाहिँ लिन पाइएन खासै। ठुल्ठुलो हलहरू थिए, जहाँ चाहिँ एकदमै धेरै लगभग 6 नम्बरको हल हो वर्ल्डको। धेरैजना ठाउँमा एकैचोटि र डिफ्रेन्ट भाषाहरू, लगभग कति 20 देखि 22वटा भाषाहरू चाहिँ बोल्ने, यो चाहिँ ट्रान्सलेसन आफै भएर आउने थियो। त्यस्तै यही हल हेऱ्यौँ अगाडि, डायमन्ड हल। कति एक्सप्लेनेसन पनि गर्नुहुन्छ भाइजीले। त्यसपछि मेडिटेसन गऱ्यौँ। यो चाहिँ वाटर हो,
फार्म कसरी ल्याउँछ भने फार्म भन्छ परेसी फार्मलाई चाहिँ ट्रेकिङ गरेको रिभ्युज गरिदिन्छु त्यो पनि हेर्नु पनि घुम्ने ठाउँ धेरै भए तापनि हामीसँग टाइमको कमीको कारणले गर्दाखेरि एकदम लिमिट गरेर हेर्न पायौँ हामीले चाहिँ र फेरि इभिनिङमा यो सेसन स्टार्टिङ सेसन भएको कारणले गर्दाखेरि हामी एकदमै रमाइलो भयो एकदमै रमाइलो नयाँ कुरा लर्न गऱ्यौँ सेल्फ केयर सेल्फ कन्सेप्टको बारेमा गयौँ हामी चाहिँ त्यस्तै विभिन्न एक्टिभिटिजहरू पनि भएको थियो बिचबिचमा चाहिँ डान्सहरू भयो एक्सर्साइजहरू गर्नु चाहिँ यहाँ हाम्रो विद्यार्थी रेडियोमा चाहिँ एक्सर्साइज त्यो बिचको एक्टिभिटिज हामीले झन् इन्जोय गऱ्यौँ एउटा पनि स्टेप नछोडी यति फास्ट गानामा पनि हरेक स्टेपहरू सकेसम्म साह्रै एक्टिभली पार्टिसिपेटेड भएको भनेको यस्तै एक्टिभिटिजमा होला होइन अरू बिचमा कन्फरेन्सहरू भनेको त भइरहेको और भी एस्पेक्ट्स हैं स्पिरिचुअल केयर के लिए मैं क्या करता हूँ एनवायरमेंटल केयर के लिए क्या करता हूँ ये सारी चीज़ें आप खुद सोचने लगें अगर कोई ऐसा क्वाड्रेंट है जहाँ पर मैं इस एस्पेक्ट को इग्नोर कर रहा हूँ इग्नोर कर रहा हूँ कसरी गर्ने स्ट्रेसहरू कहाँ हुन्छ स्ट्रेसलाई कसरी म्यानेज एकदमै अब लास्टको डेकोमा चाहिँ कल्चरल प्रोग्राम भएको थियो जहाँ चाहिँ इन्डियनहरू रिप्रेजेन्टेटिभ गरेर इन्डियामा चाहिँ स्टुडेन्टहरूले चाहिँ पार्टिसिपेट त्यसरी करके गोल होठों को करके गोल सीटे बजा के बोल लाइफ हो आउट ऑफ कंट्रोल होठों को करके गोल होठों को करके गोल सीटे बजा के बोल मुर्गी का जाने अंडे का क्या होगा लाइफ में
त्यो दिनको इन सँगसँगै नेक्स्ट डे हामी चाहिँ मेन जुन छ ज्ञान केन्द्र यो चाहिँ ज्ञान भवन हो त्यहाँ गयौँ। तर यस्तो पानी परेको थियो कि त्यहाँ हामीले 1 सेकेन्ड पनि छाता छोड्न नमिल्ने थियो कि, अनि जसको कारणले गर्दाखेरि हामीले धेरै इन्जोय लिन पाएनौँ। हामीले यो ठाउँको चाहिँ लिनुपर्ने ठाउँ थियो एकदमै, तर मिस गऱ्यौँ। हामीले चाहिँ मोमेन्ट्सहरू ठाउँहरू चाहिँ नपरेको पानी नपरेको भए अझै रमाइलो गर्थ्यौँ भन्ने थियो हामीलाई चाहिँ। जिउस घुम्ने यहाँ दाईहरू बाइजीहरू बहिनीहरू हुँदो रहेछ, खाना माथि नै खाने आमाको ठन्डा पराउनु। त्यसपछि बाबाले पाउँदैछ जान्छ भन्छ डेटु टु बाबाको बाबाको खाद्य सामान रहेछ त्यहाँ गयौँ। त्यसपछि यो चाहिँ समाधिस्थल, बाबाको समाधिस्थल जहाँ चाहिँ टावर अफ ब्युटी भन्ने छ। गर्न सकिन्थ्यो तर हामीसँग टाइम पनि थिएन, पानी पनि कम्ती दिउँसो घुम्यौँ हाम्रो विभिन्न ठाउँहरू घुम्यौँ। अब यही दिनको राति चाहिँ हाम्रो ट्रेन भएको कारणले गर्दाखेरि चाहिँ फेरि हामी उही त हो टाइममा आउनुपर्ने